महफिल वो यारों की जान से भी प्यारों की रहती है बनके दिल में यार, वापस वो लौटा दे जी लूं फिर मैं मौका दे, याद वो आए बार बार। बाहिर आएको म र बहिनी हो। हामी चाहिँ गफ मार्नु आएको यहाँ बाहिर राति 1 बज्यो अन्त गीत भाडा बस्नु 1 बजिसकेको छ हो। एकछिन बाहिर आएको म र बहिनी हो। ल गाई छोरी हेर्नुहोस् है, दोकानहरू सबै बन्द भइसकेको छ। ल हामी चाहिँ एकछिन बाहिरको चिसो साह्रै गरम भयो कि भित्र, बाहिरको चाहिँ चिसो हावा खान आएको म र। बाई बाई भयो मारे। अब हामी चाहिँ दिदीको रुममा पिक्चर लिनु गएको, दिदी अनि म। चलो गाइस, आज स्टाफ रुम चाहिँ 2टा छ। यो उपरको फ्लोर हो, यो सेकेन्ड फ्लोर हो। सरी वाउ, देखो हेर्नुहोस् कस्तो राम्रो छ हो। भगवानको पूजा गर्ने पनि फेसिलिटी छ। किचन हो, कस्तो क्युट। फाइनली मिक्सचर हामीले पायौँ हो। अब लगेर चटनी बनाउने। ठुलो खाले लाग्यो नि, गइलो हावाले। ल गाइस, अब चाहिँ जाने हो गाइस। यो आमा यहाँ पनि कस्तो राम्रो रुम रहेछ हेर्नु। यहाँ समीक्षा दिदी गर्ने, कस्तो दामी। अब कपडा राख्ने कस्तो राम्रो। अब जाने हो, यो कस्तो राम्रो नि। बसिस बहिनी त राम्रो पाएछ रुम त। नहीं आ रहा है नीचे। क्यों कोई भी नहीं है? हाँ कोई भी नहीं है। देखना है, छोड़ दिया, छोड़ दो। नीचे तो है हम लोग। कितना अच्छा नजारा। यो हेर्नु रुमको बाल्कनी सामने हो। कस्तो राम्रो छ, कस्तो मिठो हावा आउँदैछ हो। यहाँ पनि रहेछ हो। यो 3rd फ्लोर होला यता चाहिँ। ओमा झन्डै लोडिन। हेर्नु यो हाम्रो स्पिन सेलुन जाने बाटो चाहिँ हो। यतापट्टिको बाटो चाहिँ बगलकुण्डे जान्छ होला कि। यता पनि रुम यो हो 3rd फ्लोर। ला हेडफोन ल्याउनु। मसिन चाहिँ ल्याउनु बिर्सेँ। त्यसमा त फिक्नु न।
डोन्ट वरी जानु गयौँ हो तर मिक्सचरको त्यो मेन काम गर्ने त्यही ल्याउनु बिर्सिन्छ ए दिदी यस्तो उयो सिकाएर पठाएला दामी भयो तर मोमो चाहिँ होला न गाई कति कम्प्लेन गर्छ साइडको कति होला फेरि यस्तो पनि त हाम्रो गर्न फेमस छ कि डल्लै सुन्छ बोलेको नयाँ भएर आवाज पुरा जान्छ नि त रोड तक आ रहा है आप लोग का आवाज हाँ रोड तक आ रहा है आप लोग का आवाज बोले थे कहिले भयो रोडमा सोच बिचाको त्यसले भनेर पठाएको हौ त्यति भन्ने पठाएको नि बोलाएको सोता भनेर त्यस्तो हुन्छ क्या जस्तो लाग्छ आफ्नो बेट पनि कस्तो मिठो भएको होइन अन्त तपाईँलाई सम्झनाहरू बनाउनु जानु यसको चाहिँ भोलि हुन्छ मजा आउँछ भोलि सजा हुन्छ है हावा सोनार राखेर गरम पनि लाग्छ है मजा भयो ल राखेको ल गाइस बाई